सिनेमेटिक बनाएर क्या सही छ त है यहाँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु साथीहरू। सो आज पनि म तपाईँहरू समक्ष चाहिँ न्यू डे न्यू भ्लगको साथमा उपस्थित भइरहेको छु भने आज चाहिँ म बेलुका भिडियो स्टार्ट गरिरहेको छु। सो त्यही हो, च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईँहरूले लाइक सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो अब स्टार्ट हुन्छ साथीहरू। त्योभन्दा पहिला तपाईँहरूले आजको भिडियो के को बारेमा छ, कस्तो बारेमा छ भन्ने कुरा चाहिँ तपाईँहरूले माथिको थम्बनेल टाइटल अनि हाइलाइट्स हेरेर नै आइसक्नुभयो साथीहरू। सो त्यही हो। के खाएको छ र त्यसरी? के खायो? र ठिक छ हो र, के गर्नु पऱ्यो बढी ले छेरो त खाएकै छ त ले। यो चाहिँ हाम्रो दाल भयो बिहानको अन्त ए हजुर यो अहिले बनायो भयो खा। यो सेतो ढुङ्गा अन्त सेतो ढुङ्गा ओके लिट्टी। यो हाम्रो खसीको मासु चिकन होइन त ओके। यो दाल यो झन्डै भयो कुकर छोरो खाइरह हो। कति मिठो छ बाबु भन्नु र भन। आयो आयो आएछ होइन कति टक हाल्यो नि बुढी चामल पनि कुरिलो डन्ठल सही छ हो है। अनि यो छोराले के राख्यो यहाँ? के राख्यो छोरो? यो के हो यो भन्यो न? स्टिकर बुढीको यहाँ चटक फेरि बवालै छ। यतिको चाहिन्छ। यहाँ चिकन बनाएर उगाएर राख्नु हो। अनि चलाइदिउँ अलिकति यहाँ प्रेसर किन हाल्यो? हाल्नुपर्छ नि यो, तर यहाँ सुनै भएन छ। क्या बवाल छ बुढी? यहाँ पनि छ नि त। मलाई यो सिनेमेटिक बनाएर क्या सही छ त है बवाल छ। यो कति रुनु पर्छ? सो साथीहरू, आजको भिडियो के कस्तो लाग्यो कृपया लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला भन्दै आजको यस भिडियोबाट म विजेल गर्न चाहन्छु। टाटा बाई बाई, सी यू नेक्स्ट भिडियो।